आज म तपाईलाई ती 7 गोप्य रहस्यहरू बताउन चाहन्छु। यो संसारमा केवल 8% मानिसहरूलाई मात्र थाहा छ। यही कारणले 99% मानिसले जीवनभर सङ्घर्ष गर्छन्, तर ती 8% मानिस मात्र धनी बन्न सफल हुन्छन्। एलन मस्क भन्छन्, यदि तपाईलाई धनी बन्नु छ भने पहिले आफ्नो सोच बदल्नुपर्छ, जीवन आफै बदलिन्छ। यही सोच दिन यो भिडियोले तपाईलाई मद्दत गर्छ। यदि तपाईले यो भिडियो बिचैमा छोड्नुभयो भने तपाई आज जहाँ हुनुहुन्छ त्यहीँ रहनुहुनेछ, तर अन्तिमसम्म ध्यानपूर्वक हेर्नुभयो भने यी केही मिनेटले तपाईको सम्पूर्ण जीवन बदल्ने शक्ति राख्छ। धनी बन्ने पहिलो रहस्य भनेको धेरै कमाइ गर्नु होइन, बरु सहीसँग बचत गर्नु हो। धेरै जसो मानिसहरूले बुझ्नै नसक्ने यो कुरा नै धनी हुनुको पहिलो ढोका हो। धनी हुनुको खेल कमाइबाट होइन, बचतबाट सुरु हुन्छ। कल्पना गर्नुहोस् त, एउटा मानिस महिनामा केवल 10,000 रुपियाँ कमाउँछ। कमाइ थोरै भए पनि ऊ प्रत्येक महिना 8,000 रुपियाँ बचत गर्छ। बिस्तारै सञ्चित गरेको पैसा ऊ लगानी गर्न सिक्छ। केही वर्षपछि त्यही सानो बचत ठुलो सम्पत्ति बनिदिन्छ। अब अर्को मानिसलाई हेर्नुहोस्, ऊ करोडौँ कमाउँछ, तर उसको खर्च, विलासी जीवनशैली र देखावटीपन यति धेरै हुन्छ कि महिनाको अन्त्यमा ऊ ऋणमा डुब्ने गर्छ। लाखौँ वा करोडौँ कमाएर पनि ऊ कहिल्यै पनि धनी बन्न सक्दैन। साँचो धनी त्यो होइन जसले धेरै कमाउँछ, बरु त्यो हो जसले आफ्नो कमाइको ठुलो हिस्सा बचाएर सही ठाउँमा लगानी गर्न सक्छ। पैसा कमाउन सजिलो छ, तर त्यसलाई व्यवस्थापन गर्न कठिन हुन्छ। यही आएर 99% मानिसहरू असफल हुन्छन्। एलन मस्क भन्छन्, यदि तपाईको हातमा केवल 1 रुपियाँ मात्र छ भने त्यसमा केही हिस्सा बचाउने प्रयास गर्नुपर्छ, किनकि यही बचतले तपाईलाई लगानी गर्न सिकाउँछ र लगानी नै तपाईलाई धनी बनाउँछ। त्यसैले सम्झनुहोस्, धनी हुनुको आधार कमाइ होइन, बरु बचत र लगानी हो। धनी हुनु केवल कमाइमा होइन, बचतमा निर्भर हुन्छ। यदि तपाईले बचत गर्न सिक्नुभयो र त्यसलाई सही ठाउँमा लगानी गर्न सक्नुभयो भने तपाईको तलब सानो भए पनि जीवनमा करोडपति बन्न सकिन्छ। यही कुरा नै निर्धारण गर्छ तपाई 99% सङ्घर्ष गर्नेहरूमा पर्नुहुन्छ कि त्यो 1% धनी बन्नेहरूमध्ये हुनुहुन्छ। धनी बन्ने अर्को रहस्य भनेको पैसा केवल मेहनतले होइन, दिमागले कमाइन्छ भन्ने हो। तपाईले धेरै मानिसहरूलाई देख्नुभएको छ होला, जो बिहानदेखि बेलुकीसम्म निरन्तर मेहनत गर्छन्, पसिना बगाउँछन्, तर वर्षौं बिते पनि उनीहरूको स्थिति उस्तै रहन्छ। न बचत हुन्छ, न लगानी, न त धनी बन्न सक्ने सम्भावना। तर अर्कोतर्फ केही मानिसहरू हप्तामा थोरै दिन मात्र काम गर्छन्, तर उनको दिमाग, विचार र रणनीतिले उनलाई करोडसम्म पुर्याइदिन्छ। साँचो फरक मेहनतमा होइन, सोचमा हुन्छ। यदि केवल मेहनतले मात्र सफलता दिन्थ्यो भने मजदुरहरू नै संसारका सबैभन्दा धनी हुने थिए। तर वास्तविकता के हो भने धनीपन मेहनतबाट भन्दा बढी समझदारी र सही सोचले आउने गर्छ। तपाईले मेहनत गर्नै पर्छ, तर त्यसलाई स्मार्टनेससँगै जोड दिनु अनिवार्य छ। एलन मस्क भन्छन्, पैसा एउटा माइन्ड गेम हो। पहिले आफ्नो सोच बदल्नुहोस्, पैसा आफै आउँछ। धेरै सोच्नुहोस्, तपाई दिनरात काम गर्नुहुन्छ, तर त्यसै कामलाई यदि प्रणाली, प्रविधि र नयाँ विचारसँग जोड्नुभयो भने तपाईको उत्पादन धेरै गुणा बढ्छ। यही कुरा तपाईलाई अरू सबैभन्दा फरक बनाउँछ। तपाईले आफ्नो मेहनतलाई कसरी उपयोग गर्ने भन्ने कुरा सिक्नुपर्छ, जसको अर्थ तपाईले दिनको समय र ऊर्जा केवल सामान्य परिणाममा होइन, बरु धेरै गुणा ठुलो उपलब्धिमा परिणत गर्नुहुन्छ। यही सोचले सामान्य मानिसलाई धनी बनाउँछ। त्यसैले सम्झनुहोस्, मेहनत त आवश्यक छ, तर दिमाग बिना मेहनत अधुरो हुन्छ। यदि तपाईले केवल पसिना बगाउन मात्र सिक्नुभयो भने जीवनभर सङ्घर्षमै फसिरहनु हुनेछ। तर यदि तपाईले आफ्नो सोचलाई मेहनतसँग जोड्नुभयो भने तपाईलाई धनी बन्नबाट कुनै शक्ति रोक्न सक्दैन। अर्को रहस्य हो जसले तपाईलाई धनी बन्ने बाटोमा अघि बढाउँछ, त्यो हो आफ्नै पैसालाई व्यवसायमा बदल्नु।
जीवनमा कुनै न कुनै समय तपाईँले पक्कै महसुस गर्नुभएको छ एउटा काम यस्तो हुन्छ जसलाई गर्दा तपाईँ थकाइ नै अनुभव गर्नुहुन्न, त्यो नै तपाईँको प्यासन हो। तर दुर्भाग्यवश धेरै मानिसहरूले यसलाई केवल शौक सम्झेर छोडिदिन्छन् र जीवनभर त्यही काममा अड्किरहन्छन् जसमा उनीहरूको मन नै लाग्दैन। फरक भनेको के हो भने केही मानिसहरू आफ्नो पैसालाई चिन्छन्, त्यसलाई निखार्छन् र त्यसमा व्यावसायिक सोच मिसाउँछन्। यही कारणले ती मानिसहरू पछि गएर धनी बन्न सफल हुन्छन्। उदाहरणका लागि तपाईँलाई खाना बनाउन निकै मनपर्छ भने प्राय मानिसहरूले यसलाई केवल घरको सीमामा राख्ने गर्छन्। तर यदि तपाईँले त्यसै प्यासनलाई व्यवसायमा बदल्नु भयो भने, जस्तै एउटा सानो किचन स्टार्टअप सुरु गर्ने वा सामाजिक सञ्जालमा आफ्नो फुड च्यानल खोल्ने, यही प्यासनले तपाईँलाई लाखौँ वा करोडौँसम्म पुर्याउन सक्छ। एलन मस्क भन्छन्, यदि तपाईँलाई कुनै कुराप्रति साँचो प्रेम छ भने त्यसमा आफ्नो सम्पूर्ण मन प्राण लगाउनुपर्छ। प्यासन नै त्यो इन्धन हो जसले तपाईँलाई दिनरात काम गर्ने शक्ति दिन्छ। त्यसैले सम्झनुहोस्, प्यासन केवल शौक होइन, यो त्यस्तो शक्ति हो जुन यदि सही दिशामा लाग्यो भने धनी हुनुको सबैभन्दा छिटो सिडी बन्न सक्छ। जब प्यासनसँगै व्यावसायिक मानसिकता जोडिने गर्छ तब सफलता स्वतः आउँछ। यदि तपाईँले आफ्नो प्यासनलाई चिन्नुभयो र त्यसलाई व्यवसायमा बदल्नु भयो भने काम तपाईँलाई कहिल्यै बोझ लाग्दैन, बरु तपाईँ प्रत्येक दिन रमाइलो गर्दै काम गर्नुहुन्छ र पैसा आफै आउनेछ। त्यसैले आफ्नो प्यासनलाई कहिल्यै पनि सानो नठान्नुहोस्। यही प्यासन तपाईँको सबैभन्दा ठुलो शक्ति र धनी हुनुको सबैभन्दा ठुलो हतियार बन्न सक्छ। धनी मानिसहरू दिनरात आफूले मात्र पसिना बगाएर काम गर्दैनन्। उनीहरू यस्तो प्रणाली तयार गर्छन् जसमा हजारौँ लाखौँ मानिस, मेसिन र प्रविधि मिलेर उनीहरूको लागि काम गर्छन्। तपाईँले सोच्नुहोस्, यदि तपाईँले एक्लै दिनरात मेहनत गर्नुभयो भने तपाईँको क्षमता सधैँ सीमित रहनेछ। तर यदि तपाईँले यस्तो प्रणाली बनाउन सक्नुभयो जसमा मानिस, प्रविधि र विचारहरू मिलेर काम गर्छन् भने तपाईँको उत्पादन अनगिन्ती गुणमा बढ्न सक्छ। धनी मानिसहरूले समय बेच्दैनन्, बरु समय किन्छन्। यसको अर्थ के हो भने उनीहरूले आफ्ना कमाइलाई ल्याभरेज गर्छन्। जस्तै अम्बानी आफै कारखाना मेसिन चलाउँदैनन्, एलन मस्क आफै रकेटका पूर्जा जोड्दैनन्, तर उनीहरूको दृष्टि र प्रणालीले लाखौँ मानिसलाई जोड्छ। यही प्रणालीले उनीहरूलाई अरबपति बनाउँछ। तपाईँले पनि सिक्नुपर्छ। आफ्नो कामलाई केवल दैनिक कार्यमै सीमित नगर्नुहोस्, बरु यस्तो मोडल बनाउनुहोस् जसमा तपाईँको व्यवसाय तपाईँको अनुपस्थितिमै पनि चलिरहोस्। यही कुरा निर्धारण गर्छ तपाईँ जीवनभर कर्मचारी बन्ने कि मालिक बन्ने। एलन मस्क भन्छन्, यदि तपाईँ धनी बन्न चाहनुहुन्छ भने आफूलाई प्रतिस्थापन गर्न सिक्नुपर्छ। यस्तो प्रणाली बनाउनुपर्छ जुन तपाईँ नभए पनि निरन्तर चलिरहोस्। त्यसैले सम्झनुहोस्, मेहनत आवश्यक छ, तर केवल मेहनतले मात्रै धनी भइदैन। प्रणाली, टोली र रणनीति नै त्यो शक्ति हो जसले तपाईँलाई धनीहरूको 1% सूचीमा पुर्याउँछ। यदि तपाईँले प्रणाली बनाउनु भयो भने तपाईँको प्रत्येक दिन तपाईँको उपस्थिति बिना पनि पैसा कमाउने छ। अर्को रहस्य हो आलस्य त्याग्नुहोस्। आलस्य मानिसको सबैभन्दा ठुलो शत्रु हो। तपाईँको सोच जति महान भए पनि, सपना जति ठुलो भए पनि, यदि तपाईँ अल्छी हुनुहुन्छ भने सबै कुरा केवल सपना बनेर सीमित हुन्छ। कल्पना गर्नुहोस्, बिहान अलार्म बज्छ, तर तपाईँ बारम्बार स्विच बटन थिच्दै बिस्तारामै पल्टनुहुन्छ। तपाईँको दिमागमा करोडपति बन्ने चित्र त छ, तर शरीर उठ्नै तयार हुँदैन। यही सानो आलस्य तपाईँ र तपाईँको धनी हुने सपना बीचको सबैभन्दा ठुलो पर्खाल बन्छ। एलन मस्क भन्छन्, यदि तपाईँले दिनमा 80 देखि 100 घण्टा काम गर्नुभयो भने तपाईँ अरू मानिसहरूभन्दा वर्षौँ अघि पुग्नुहुनेछ। यसको अर्थ यो होइन कि केवल थाक्दासम्म मेहनत गर्नुपर्छ। यसको अर्थ हो आफ्नो ऊर्जा र समयलाई सही तरिकाले प्रयोग गर्नु। यदि तपाईँले समय बर्बाद गर्नुभयो भने सम्झनुहोस्, यो संसारले कसैलाई पर्खाइ गर्दैन। तपाईँको आलस्यको फाइदा अरूले उठाउँछन्।
आज तपाईँले ढिला गर्दै टारेको सपना भोलि अरू कसैले पुरा गर्छ। त्यसैले धनी बन्न चाहनुहुन्छ भने सबैभन्दा पहिले आफ्नो आलस्यमाथि विजय पाउनु जरुरी छ। जब अरू मानिसहरू आराम गरिरहेका हुन्छन् र तपाईँ त्यसै समयमा काम गरिरहनुहुन्छ भने तपाईँ बिस्तारै सबैभन्दा अघि बढ्दै जानुहुन्छ। सपना देख्ने मानिस धेरै हुन्छन्, तर ती सपना पुरा गर्नेहरू त्यही हुन्छन् जसले आफ्नो जीवनबाट आलस्यलाई बाहिर फ्याँकेका हुन्छन्। यदि तपाईँले आजैदेखि आलस्य छोड्नुभयो र प्रत्येक दिन अलिकति भए पनि अघि बढ्न थाल्नुभयो भने भोलि तपाईँ ठिक त्यही बन्नुहुनेछ जे तपाईँ बन्न चाहनुहुन्छ, सफल, खुसी र धनी। अब अर्को रहस्यको कुरा गरौँ। दुनियाँको कुरा नसुन्नुहोस्, आफ्नो कुरा सुन्नुहोस्। धनी बन्न सफल हुने 1% मानिसहरूकै यो विशेषता हो। जब तपाईँले नयाँ काम सुरु गर्ने सोच्नुहुन्छ, मानिसहरूले तपाईँलाई रोक्ने गर्छन्। कसैले भन्छ यो काम त पहिले नै धेरैले गरेका छन्, कसैले भन्छ यसमा पैसा छैन, अनि कसैले त मजाक उडाउँदै भन्छन् यो काम तिमीबाट सम्भव हुँदैन। तर इतिहास साक्षी छ, जसले दुनियाँको कुरा सुने उनीहरू भिडमै हराए, जसले आफ्नो मन र दिमागको सुने उनीहरूले नै दुनियाँ बदलिदिए। सोच्नुहोस्, यदि विनोद चौधरीले अरूको कुरा सुनेको भए सिजी र वाइवाई चाउचाउ जस्तो कम्पनी हुने नै थिएन। यदि मुकेश अम्बानीले अरूको कुरा सुनेका भए सायद जियो जन्मिनै पाउँदैन थियो। मानिसहरूले भनेका थिए भारतमा सस्तो इन्टरनेट कहिल्यै चल्दैन, तर आज जियोले पुरै भारत देशको तस्बिर बदलिदिएको छ। यही कुरा अन्य व्यावसायिक विचारहरूमा पनि लाग्ने गर्छ, जस्तै नेपालको दराज वा इन्डियन जोम्याटो वा स्विगी जस्ता आइडियाहरूलाई पनि सुरुमा मजाक बनाइयो, तर अन्ततः तिनले करोडौँ मानिसको जीवनशैली बदलिदिए। आज अरबौँको कारोबार बनेका धेरै कम्पनीहरू सुरुमा मजाकका विषय बनेका थिए। एलन मस्कलाई पनि स्पेस कम्पनी खोल्ने विचारलाई लिएर मानिसहरूले पागल भनेका थिए, यो कहिल्यै सफल हुँदैन भने। तर आज स्पेसएक्स संसारकै सबैभन्दा ठुलो कम्पनीहरूमध्ये एक बनेको छ। फरक केवल यति हो, उनले अरूको कुरा सुन्नुको सट्टा आफ्नै मनको कुरा सुने। आफ्ना विचारलाई उनले 10 पटक 20 पटक फरक फरक तरिकाले प्रयास गरेर अन्ततः त्यही विचारले उनलाई अरबपति बनायो। त्यसैले सम्झनुहोस्, यदि तपाईँ धनी बन्न चाहनुहुन्छ भने आफ्ना सपनामा विश्वास गर्नुपर्छ। मानिसहरूले के भन्छ भन्ने कुरा महत्त्वपूर्ण होइन, तपाईँको मेहनत, तपाईँको साहस र तपाईँको विचार नै तपाईँको पहिचान बनाउने हो। अर्को सबैभन्दा शक्तिशाली रहस्य हो, तपाईँको बानीहरूले नै निर्धारण गर्छन् तपाईँ धनी बन्नुहुन्छ कि गरिब। तपाईँको प्रत्येक सानो काम, दैनिक व्यवहारले बिस्तारै तपाईँको जीवनको रूपरेखा बनाइरहेको हुन्छ। यदि तपाईँका बानीहरू आलस्य, समयको दुरुपयोग र अनावश्यक खर्चमा आधारित छन् भने तपाईँको हातमा जति पैसा भए पनि त्यो टिक्ने छैन। तर यदि तपाईँका बानीहरू मेहनत, बचत, लगानी र अनुशासनमा आधारित छन् भने तपाईँलाई धनी बन्नबाट कसैले पनि रोक्न सक्दैन। कल्पना गर्नुहोस्, एउटा व्यक्ति छ जसले हरेक महिना थोरै थोरै पैसा बचाउने गर्छ, किताब पढ्छ, आफ्ना सिपमा काम गर्छ र बिहान चाँडै उठेर आफ्ना लक्ष्यतर्फ तयारी गर्छ। अर्को व्यक्ति भने रातभर फोन स्क्रोल गर्छ, बिहान ढिलो उठ्छ र खर्चमा नियन्त्रण राख्दैन। अब तपाईँ आफै भन्नुहोस्, केही वर्षपछि कुन व्यक्ति धनी हुनेछ र कुन व्यक्ति त्यहीँको त्यहीँ रहन बाध्य हुनेछ। एलन मस्क भन्छन्, वर्क लाइक हेल, हप्तामा 80 देखि 100 घन्टा काम गर्नुहोस्, तब मात्र तपाईँ अरू मानिसहरूभन्दा धेरै गुणा अघि पुग्नुहुनेछ। यसको अर्थ स्पष्ट छ, यदि तपाईँका बानीहरू निरन्तर मेहनत र अनुशासनमा आधारित छन् भने तपाईँ त्यो व्यक्ति बन्नुहुनेछ जसलाई दुनियाँ चिन्नेछ। करोडपति बन्ने खेल एक दिनमा सकिने कुरा होइन, यो त दिन प्रतिदिनका ससाना बानीहरूबाट बनेको हुन्छ। बिहान चाँडै उठ्ने, समयमा काम गर्ने, खर्चलाई नियन्त्रण गर्ने, सही मानिससँग जोडिने र हरेक दिन केही नयाँ सिक्ने, यिनै बानीहरूले बिस्तारै तपाईँको भाग्य परिवर्तन गर्छन्। त्यसैले सम्झनुहोस्, बानी नै तपाईँको वास्तविक शक्ति हो। यदि तपाईँले आफ्ना बानीहरू परिवर्तन गर्नुभयो भने पक्का मान्नुहोस्, तपाईँको सम्पूर्ण जीवन बदलिनेछ। साथीहरू, यिनै ती 7 रहस्यहरू हुन् जसका कारण मात्र 1% मानिस धनी बन्छन् र 99% मानिसहरू
जीवनभर सङ्घर्षमै रहन्छन्। साथीहरू, भिडियोको अन्त्य गर्नुभन्दा पहिले के हुन् त ती 7 रहस्यहरू फेरि एकपटक दोहोऱ्याउँ। पहिलो रहस्य हो धेरै कमाउनु महत्त्वपूर्ण होइन, तर कमाएको पैसालाई बचत गर्न सक्नु सबैभन्दा आवश्यक हो। तपाईँले आफ्नो कमाइलाई जोगाउन र लगानी गर्न सिक्नुभयो भने सानो तलब पाउने मानिसले पनि करोडपति बन्न सक्छ। दोस्रो रहस्य, पैसा केवल मेहनतले होइन बुद्धिले कमाइन्छ। स्मार्ट वर्क र सही रणनीतिले तपाईँलाई दिन रातको कठोर मेहनतभन्दा धेरै टाढा पुर्याउँछ। तेस्रो रहस्य, आफ्ना चाहनालाई व्यवसायमा बदल्नुहोस्। जस काममा तपाईँलाई आनन्द मिल्छ त्यही तपाईँको सबैभन्दा ठुलो कमाइको बाटो बन्न सक्छ। चौथो रहस्य, प्रणाली बनाउनुहोस्। सबै कुरा आफै नगर्नुहोस्, टोली र प्रणाली तयार पार्नुहोस् ताकि पैसा तपाईँको अनुपस्थितिमा पनि निरन्तर आइरहोस्। पाँचौँ रहस्य हो आलस्य त्याग्नुहोस्। सपनाहरू पुरा गर्ने काम त्यही मानिसले गर्छ जो हरेक दिन मेहनत गर्न तयार हुन्छ। छैटौँ रहस्य हो दुनियाँको कुरा नमान्नुहोस्, आफ्नो मनको कुरा मान्नुहोस्। मानिसहरूले तपाईँलाई रोक्नेछन् तर तपाईँको विचार र तपाईँको मेहनत नै तपाईँको वास्तविक पहिचान हुनेछ। र सातौँ रहस्य हो तपाईँका बानीहरूले निर्धारण गर्छ कि तपाईँ धनी बन्नुहुन्छ वा गरिब रहनुहुन्छ। अनुशासन, बचत गर्ने बानी र नयाँ कुरा सिक्ने चाहनाले तपाईँको भाग्य लेख्छ। साथीहरू, यदि तपाईँले यी 7वटा रहस्यहरूलाई आफ्नो जीवनमा उतार्नुभयो भने तपाईँलाई धनी बन्नबाट कसैले पनि रोक्न सक्दैन। प्रिय साथीहरू, तपाईँहरूलाई आजको हाम्रो यो भिडियो कस्तो लाग्यो? यो भिडियो मन पर्यो भने कमेन्ट बक्समा गएर कमेन्ट गर्न नभुल्नुहोला र साथै तपाईँहरू हाम्रो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर सँगै जोडिनुहोला। साथीहरू, फेरि पनि हामी यस्तै ज्ञानवर्धक भिडियोमा भेट्नेछौँ। तबसम्मको लागि बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।